सम्पूर्णलाई इट्स मी श्वेता राणा। वेलकम टु माई न्यू भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आजको भिडियो चाहिँ के छ भनेर चाहिँ थम्बनेल र टाइटल हेरेरै थाहा पाइसक्नुभयो होला। आजको भिडियो चाहिँ स्पेशल होली अनि सबैजनालाई ह्याप्पी होली। अनि आज चाहिँ तराई होली हो, हिजो चाहिँ पहाडे होली। अनि हामी चाहिँ होली खेल्दाखेरि के गर्छौँ भन्दाखेरि फागु नचाएर हिँड्छौँ। फागु पूर्णिमा भन्छ खास हामीले चाहिँ। अनि फागु पूर्णिमाको दिन चाहिँ फागु नचाएर हिँड्छौँ। अरूतिर चाहिँ नचाउनुहुन्छ कि नचाउनु हुन थाहा छैन, तर हाम्रो पाल्पातिर चाहिँ नचाउँछ। हामी चाहिँ किनकि सबै पहाडबाट झर्नुभएको भएर हिजो पनि मनायौँ, आज पनि मनाउँछौँ। अनि हिजो चाहिँ मैले भिडियो बनाएको थिएँ। अनि मेरो चाहिँ यो के अरे मैले क्यापकटमा एडिट गर्छु। अनि क्यापकटबाट भिडियो एडिट गरेर सेभ गर्ने बेलामा चाहिँ स्टोरेज फुल देखाइदिएको थियो। अनि मैले हिजो चाहिँ कस्तो मेहनत गरेर हिजो राति 11 बजे आएको थिएँ फागु खेलेर। अनि भिडियो अपलोड के अरे एडिट गर्छु भनेर एडिट गरेँ 2 बजे सकेर। अनि म सुतेको। अनि बिहान उठ्दाखेरि अनि मैले त्यो प्रोसेसिङको लागि एडिट गरेर सेभ गर्नुको लागि प्रोसेसिङ चल्छ नि त। अनि त्यसपछि मैले त्यो प्रोसेसिङ त्यतिकै छोडेर म निदाएँ। 2 बजीतिर सकेर म सुतेको। बिहान हेर्दा त सेभै नै स्टोरेज फुल देखाउँछ। अनि सब बिहान फेरि उठेर सुरुबाट फेरि सब भिडियो के अरे एपहरू त्यो नचाहिने मोबाइलमा एप गेमहरू मैले डाउनलोड गर्थेँ, गेम अनि फोटो त्यो सब डिलिट गरेँ। त्यसपछि फेरि त्यो गरेर पनि फेरि स्टोरेज फुल देखाएँ। अनि त्यसपछि मेरो फेरि के अरे ग्यालरीमा सेभ भएपछि डाइरेक्ट गुगल फोटोमा नि गएर सेभ हुन्छ। अनि त्यो फोटोमा गएको चाहिँ डिलिट गर्छु। ग्यालरीमा बस्छ होला भनेको त ग्यालरीको नि डिलिट भयो। अनि त्यो ग्यालरीको डिलिट भएको अनि त्यो क्यापकटमा एडिट गरिसकेको थियो नि त, सेभ मात्रै हुन बाँकी थियो। त्यहाँ पनि रिमुभ दिस योर भिडियो भनेर देखाउँछ। ए भगवान्, म त यस्तो पारो टाट्यो रातभरि नसुतेर म आज 2 बजी उठेछु। आज पनि होली खेल्न जाने हो। अनि हिजोको भिडियो त त्यत्तिकै भयो। अब माया मारौँ। मैले हिजोको कति राम्रो भिडियो बनाएको थिएँ। आज पनि त्यस्तै भिडियो बनाउने कोसिस गर्छु। तर यो भिडियो चाहिँ आउँछ कि आउन्न मलाई चाहिँ थाहा छैन। यदि सेभ गर्न मिलेर स्टोरेज फुल भनेन भने सायद आउँछ होला। अनि मलाई एउटा कुरा सजेस्ट गरिदिनु होला, किनकि मेरो यो भिडियो अपलोड गरेर त्यो स्टोरेज फुल भने। अनि त्यसपछि 1 वर्षको लागि $60 अनि 1 मन्थको लागि $6-7 कति छ। त्यो चाहिँ क्यापकट प्रो भइदिए मेरो। अनि त्यो चाहिँ किन्न पर्ने रहेछ हामीले। अनि त्यो किन्न खोज्दाखेरि त्यो मैले त्यो पर्चेस गर्नुपर्ने रहेछ। त्यो जान्दै जानेन। यदि तपाईँहरू कोही पनि जान्ने हुनुहुन्छ भने मलाई यसो सजेस्ट गरिदिनु होला। अनि मेरो भिडियो चाहिँ नछुटाइकन हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अनि सबैजनाले इन्जोय गर्नुहोला। अनि ह्याप्पी होली फेरि पनि सबैजनालाई। अनि त्यही हो मेरो भिडियो आजको चाहिँ होलीको स्पेशल होलीको हुन्छ, किनकि भोलि पर्सि मेमोरी हुन्छ। मैले चाहिँ खासै राम्रो एडिट गर्न त जान्दिनँ। त्यही पनि जसो तसो एडिट गरेर मैले भिडियो अपलोड गर्न खोज्छु। तर मेरो भिडियो अपलोड हुने बेलामा यहाँ मलाई यस्तो दुःख गरेर मेहनत गरेर एडिट गर्छु, त्यही पनि लास्टमा त सेभ गर्ने बेलामा स्टोरेज फुल भनिदिन्छ। कि मलाई नयाँ फोन चाहिएको वा के भएको। तर मेरो यहाँ चाहिँ के हो म पनि केही बुझ्न सकेँ होइन। तर मलाई अब भिडियो अन्तिमसम्म नछुटाएर हेर्नुहोला। अनि सबैभन्दा पहिला त लाइक सेयर गर्न नभुल्नु होला। अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला। अनि सबैको के अरे स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। अनि सबैले होली मनाउनु होला। धन्यवाद भन्न म अहिले चाहन्न, लास्टमा चाहिँ मेरो भिडियो हेरेर धन्यवाद भन्छु। अहिले चाहिँ अब हेर्दै गर्नुहोला। ल अब टक्क लाएर गफ लाउन पर्यो। के गफ लाउन पर्यो भनेपछि अनि तातो पानी खानुभयो बिहान बिहानै? मैले त तातो पानी खान्छु ल। मलाई त्यो आन्टी साह्रै मन पर्न लाग्यो। खाए ल भन्ने आन्टी। अनि त्यही भएर खाए ल
भन्नु त हो, तर यहाँ यस्तो तातो छ यो तातो पानी। मलाई चिसो भएको त्यही भएर म तातो पानी खान्छु। मलाई कसैले बाटोमा फ्याट्ट गरेर 2 लाख ल यो कागज भनेर दिएर दिँदाखेरि त मेरो हातमा त यसो हेर्दाखेरि त 2 लाख भएपछि त म त कति खुसी हुन्थेँ, म त कति खुसी हुन्थेँ। म त यहाँ सबैभन्दा पहिला म त आइफोन किन्थेँ। मलाई आइफोनको जरुरत छ, कृपया मलाई कसैले आइफोन गिफ्ट गरिदिनु होला, किन्नलाई मसँग पैसा छैन। होइन, अरूको बुढाहरूले त बुढीहरूलाई सरप्राइज भनेर आइफोन गिफ्ट दिन्छन्, अनि गोल्ड अनि स्कुटर सबै दिन्छन् है। हामीलाई त केही दिन्न नै, जतिखेर पैसा छैन पैसा छैन भन्छन्। के गर्नु, हुन नि आउँदा नि आउँदैन कि अब पैसा आएर पनि हामीलाई नदिएको होला भन्नु पनि पे स्लिप सबै अब आजभोलि त त्यो स्टेटमेन्ट हेर्न मिल्छ नि त, अनि एटिएमबाटै त्यो हेर्दाखेरि पनि बिचरा पैसा स्यालेरी खै के को काटेर आउन त बिचरा आएकै हो, त्यति त आएको होइन भन्न मिल्दैन, तर त्यही पनि के हो पुग्दैन। त्यही कारणले यहाँ मलाई आइफोन पुगेन। कृपया मेरो बुढालाई अलिक स्यालेरी बढाइदिनु होला, भारत के भन्छ सरकारज्यू। अनि एलाउन्स पनि अलिक बढाइदिनु होला, किनकि हामीलाई यहाँ पैसाको कमी छ। यो कुरा मोदीसम्म पुर्याइदिनु होला, सम्पूर्ण आर्मी फ्यामिलीहरूले। तपाईँहरूलाई कसरी पुगिरह पैसा, हामीलाई चाहिँ पुगेको छैन। ए होली खेल्ने मान्छेहरू सबलाई होली लाग्यो। अब म पनि फेरि फागु खेल्न जान निस्किन लागेको। यहाँ चाहिँ उता बजेहरू चाहिँ मास्तिरबाट खेल्नुहुन्छ, अनि त्यहाँ बजेहरूको छुट्टै टोली आउनु भयो त्यहाँ नचाउन, अनि म पनि दान दिन जान लागेको। धेरै दिने औकात त छैन मसँग, तर मैले मेरो जति शक्तिले भेट्छ त्यति दिन्छु। 1000 रुपिस मेरो शक्तिले भ्याउने जति। मेरो दान अरूले दिन गइसक्नु भयो। हाम्रो घर बच्चा बच्ची होली खेलेर यहाँ कस्तो बनाह। यसले पनि होली मान्छ, उता बाजे घर होली खेल्दै हुनुहुन्छ। कस्तो घामले बोलेको। होली खेल्न जानुपर्ने निन्द्रा लाएर हैरान, फेरि निन्द्रा लाएर भुस परेछु। के गर्नु, जानै पर्यो भने जस्तै भयो मलाई। कस्तो निन्द्रा ला। अरूले नचाएको हेर्दै बस्दै गरेछु। हाम्रो टोलीहरू गइसक्यो गरे, अनि यता दिदी आन्टीहरू निस्किनु भएको छैन।
के बोल्यो हौ ऊ त दिदीहरू निस्किनु भएन त्यही भएर म त अघि नै निस्केको कुर्दा कुर्दा हैरान निन्द्रा लाएर स्वाग परे म सुत्न पाएँ नि म 5 घन्टा सुत्छु भयो आज कम्ताउने त भयो 2 बजे सुतेको 5 बजे उठेको मान्छे अनि निन्द्रा लाग्दैन त भन्न पर्न गाह्रो छ हौ मलाई ल अब हामी होली खेल्न हिँड्यो ह्याप्पी होली सबैजनालाई यहाँ सबैजना गइसके रे यताको दिदी लिएर मैले गर्दाखेरि म बसेको यता दिदी चाहिँ भएको थिएन अनि सबैजना यता जम्मा हुनुभएछ दिदीहरू त्यही भएर यहाँ अब मलाई कति रिस उठेछ हिजो कति धेरै भिडियो गरेर लास्टमा त एडिट गरेर पछि त डिलिट भएर यस्तो अपलोड गर्नै पाएन लाउँदिन कि मैले हामी चाहिँ अब होली खेल्दै हिँडेछौँ भएर बिजुली डालेर यस्तो घाम लाग्यो कि यहाँ यस्तो लाग्ने
Arurai dhan ko
हामी चाहिँ अब घर आएको हाम्रो घरतिर चाहिँ आइपुग्न लाग्यो नचाहेर अनि हामी चाहिँ त्यही भएर घरमा काम थियो त्यही भएर आएको के गरे यो यसलाई एउटा होइन यसको गर्लफ्रेन्ड छ कहाँ ए हो ए बरु हामी त आमाको मम्मीको माइतीहरू आउनुभयो चटपट र आलङ गोल्जिला लक्क छ न हाम्रो नास्ता बनाउने कार्यक्रम चलिरहेको अब यो सालको लास्ट होली फागु